ल बनारसमा यात्रा गर्दै पैदल यात्रा गर्दै सबैजना मणिकर्णिका द्वारतर्फ जाँदै उतापट्टि अर्को टिम आउँदैछ फेरि। कस्तो लागिरहेछ त नि? कस्तो लाग्ने हो र राम्रै हो कि अब हिँड्न नसक्ने मान्छेलाई दुःखै आइछ टाढै हिँड्न पर्ने। दुःखै छ अब गली नै गली बनारसको गली हिँड्न पर्छ। अटो सटो पाइँदैन नेपालमा जस्तो खुल्ला हुँदैन बाटो यहाँ। अब मुण्डन गर्ने अनि नुहाउने। बुवा हजुरलाई कस्तो लागिरहेछ त नि बनारस? ठिक छ ठिक छ हिँडियो के अरे दुःखै रहेछ यहाँ गल्ली गल्ली हिँड्नु पर्ने समस्या। बुवालाई कस्तो लागिरहेछ बनारस? मेरो दोस्रो पल्ट हो। ए दोस्रो मुण्डन कार्य भइरहेको छ यहाँ इधर यहाँ मणिकर्णिका घाटमा हामी सबैजना हामीले आफ्नो लक्ष्य मणिकर्णिका घाटलाई प्राप्त गरेका छौँ। यहाँ सबैजना जम्मा हुनुहुन्छ। कोही थाकेर बस्नु भएको छ, सिँढी नै सिँढी हिँड्न परेकाले थाक्दै आमा उता बस्दै हुनुहुन्छ भने यहाँ कोही पानी खाँदै हुनुहुन्छ। अब यहाँ घाटमा हामी स्नान गर्न गइरहेका छौँ। यो मणिकर्णिका घाट हो र यहाँ यो चाहिँ सबभन्दा ठुलो मसान घाट हो। यहाँ लगभग दिनमा पनि पहिला 500 घटी हुन्थेन लासहरू, अहिले चाहिँ 200-300 दिनमा हुन्छ लगभग आइरहेको हुन्छ। यो मणिकर्णिका घाटमा हामी अहिले भर्खरै आइपुगेका छौँ है त। बुद्धं शरणं गच्छामि।